नमस्कार साथीहरू, आयुष टिचअपमा हजुरहरूलाई स्वागत छ। आज हामी पीडीएफ टु जेपीजी अथवा कुनै पनि फाइल फर्मेटबाट कुनै पनि फाइल फर्मेटमा कसरी चेन्ज गर्छ त्यो सिक्न गइरहेछौँ। कृपया ध्यान दिएर हेर्नुहोला। अनि हजुरहरू कसैलाई पनि कम्प्युटर क्लास लिनको लागि इच्छुक हुनुहुन्छ भने कालिम्पोङ 7 माइल बाइपासमा हाम्रो आयुष टिचअप कम्प्युटर सेन्टर छ। त्यहाँ भर्ना लिन सक्नुहुनेछ अथवा अनलाइनको माध्यममा पनि हाम्रो क्लासहरू एभाइलेबल छ। हजुरहरूले अनलाइनको माध्यमबाट पनि भर्ना लिई आइएसओ सर्टिफिकेट प्राप्त गर्नु सक्नुहुनेछ। यहाँ कोर्सहरू पनि एकदमै रिजनेबलमा गराइन्छ र एकदमै राम्रो क्लास पनि अहिलेको लेटेस्ट टेक्निकल अनुसार क्लासहरू पनि गराइनेछ। आयुष टिचअप कम्प्युटर ट्रेनिङ सेन्टर 7 माइल बाइपास कालिम्पोङ।